हेलो साथीहरू, नमस्ते। स्वागत छ फेरि पनि मेरो भ्लगमा। फेरि धेरै दिनपछि आज चाहिँ हामीहरू घरबाट निस्केर घुम्न जान लागेको। कता जान्छौँ आज चाहिँ वनवाटिका जान भनेर हिँड्दैछौँ। अनि यो मलाई चाहिँ चिन्नुभयो होला, ऊ चाहिँ मेरो दिदी अनि हाम्रो सानो बाबु पनि छ, ऊ हिँडिरहेको छ। हामी चाहिँ नजिकै छ, त्यही भएर हिँडिरहेको छौँ। आजको मौसम चाहिँ पानी पर्दैरहेछ अलिअलि, हेर्दै गर्नु होला के गर्छौँ हामी वनवाटिका गएर। धेरै पछाडिको भ्लग के कस्तो हुन्छ हेरेर सपोर्ट गर्नु होला। फुटबल हेर्नुपर्छ भनेको साथीहरू, आजको वेदर चाहिँ यस्तै छ होइन। अब जस्तो भए पनि हिँड्न चाहिँ पर्यो होइन। भ्लग बनाउन खासै आउने त होइन, तर पनि कोसिस चाहिँ गरिरहेको छु। मेरो भ्लग त स्टपै भइसकेको थियो, सो भ्लग गराउनको लागि हिँड्नुपर्छ। हामी चाहिँ हिँड्दैनौँ, त्यही भएको कारणले चाहिँ भ्लग नआएको हो। आज चाहिँ भ्लग बनाउने जाँगर लाएको भएर चाहिँ बनाउन थालेको हो। ल भनिदेऊ, हाई भनिदेऊ। हाई, हाउ आर यु? फाइन छ। घुम्नु भनेपछि मेरो छोरो फाइन देखिन्छ होइन। यताबाट चाहिँ घाम आएको छ, हेर्न सक्नुहुन्छ कति राम्रो देखेछ। म वेदर पनि देखाउँदैछु। आमा छोरा चाहिँ यहाँ हिँडिरहेको छन्। हामी चाहिँ यहाँ वनवाटिका पार्कमा टिकट काट्दैछौँ। मेरो दिदी चाहिँ उहाँ टिकट काट्दैछ अनि मेरो छोरो चाहिँ आफ्नै धुनमा छ। अनि हामी चाहिँ वनवाटिका पार्कमा आइसकेछौँ। हेर्न सकिन्छ झरनाहरू। सायद तपाईँहरू हेर्नुभएकोले सबैजना आइसक्नु भएको छ होला। मेरो छोरो र दिदीको चाहिँ छुट्टै पारा हुन्छ है, छुट्टै पारा हुन्छ हाम्रो चाहिँ। अनि म चाहिँ भिडियो गराउनको लागि चाहिँ अब अघि हिँड्नै पर्यो होइन। मलाई चाहिँ खासै सन्चो छैन, मेरो आवाज चाहिँ खासै रुगाले चाहिँ सुनेको छैन। सो अहिले चाहिँ वनवाटिकामा यो लगाएको रहेछ, राम्रो देखेर चाहिँ। अनि यता चाहिँ अब जूहरू छ, हेर्न सक्नुहुन्छ। त्यो जेब्रा भयो, आउँदैन कि क्या हो। अनि यो चाहिँ के हो, यो क्यामेल हट, यदि होइन भने भन्नु होला के हो। मेरो छोरोको हरकत चाहिँ यस्तोमा बोतल फालिदिएको छ। यहाँ फोटो सुट हुँदैछ। अब चाहिँ हामी यहाँ खेल्ने ठाउँमा आइसकेका छौँ होइन। अनि यहाँ चाहिँ मेरो छोरोलाई खेलाउन भनेर आएको छु। मेरो छोरो फेरि लास्टै ल्याङ गर्ने मान्छे छ, अब के भन्ने होइन। अब के चाहिँ खेलाउने मेरो दिदीले थाहा छैन। खेल्दैछन् दुईजना आमा छोरी भएर हिँडिराखेको छन्। मेरो छोरो चाहिँ उता हेर्दैछ के छ भनेर, कता कता के फोटो गर्न मिल्छ भनेर हेरिरहेछ। आज चाहिँ डे आउट विथ लिटिल बेबी। हामी चाहिँ यहाँ पिङ खेल्दैछौँ है, यहाँ सबैजना हुनुहुन्छ। अनि म पनि पिङ खेल्ने भनेर बसिरहेको छु। साथीले सँगै एक्लै रङ्गी सँगै भन्दै
सिम्पलले अझै गरिरहेको छु। हामी चाहिँ अब ट्रेनमा जाने, हाम्रो ट्रेन चाहिँ आउँदैछ। अब ट्रेनमा चढेर म सिक्किम जान्छु यहाँबाट। अहिले यो ट्रेनमा चढेर चाहिँ म सिक्किम जाँदैछु है गाइजहरू। सबैले टाटा बाई बाई। फर्मुला स्टेज छ तर के गर्ने, अब ट्रेनमा घुम्न त परिगयो। ट्रेन आयो हाम्रो। ल ल ट्रेनको प्यासेन्जरहरू अब झर्नुहुन्छ अनि त्यसपछि हामी लाइनमा छौँ। ट्रेन चढेर चाहिँ म लागेको। आमा छोराको चाहिँ छुट्टै नै चलिरहेको छ है, यस्तै यस्तै। चाहिँ हामी घुमघाम गरेर सक्यो। यो चाहिँ हाम्रो वनवाटिकाको फुलहरू छ है। अन्त दुईवटा फुलहरू पनि छन्, देखिनु भयो होला। अनि यहाँ चाहिँ मेरो छोरोको छुट्टै पारा छ है। कस्तो दामी देखेको छ यहाँबाट। अब चाहिँ हामी घर फर्किनु भनेर हिँडेको। अब केटाकेटी भइसकेपछि खासै धेरै हिँड्न डुल्न त पाइँदैन। अब त्यस्तै हो, घर जाने हो। हामी चाहिँ फर्केर आयौँ। आजको हाम्रो डे आउट चाहिँ हामीहरू चाहिँ घुमेर आइसक्यौँ है। अब चाहिँ हामीहरू अब घर पुग्न लागिसकेपछि धेरै टाढा चाहिँ छैन, अब नजिकै छ होइन। आमा यता आएको पनि देखाइदिन्छु। गर्मी छ है, पानी पिनु होला, स्वस्थ रहनु, मस्त रहनु भन्दै अब चाहिँ बाई बाई गर्ने बेला भइसक्यो हो। सो म चाहिँ बाई बाई गर्छु है। म यहाँ छु, मेरो दिदी र बाबु सिधा हिँडिरहेको छ। अनि यहाँ मान्छेले चाहिँ मलाई हेरिरहेको छ। हेरे हेरेर मलाई त्यो मतलब भएन। अनि यहाँ मेरो साथी पनि छ, यहाँ मेरो साथी पनि हिँडिरहेको छ यहाँ। गर्मीमा घुम्न साह्रै गाह्रो छ साथीहरू। के साह्रो थोप्रै नराम्रो भए जस्तो देखियो भने चाहिँ राम्रो देखिँदैन त जताबाट हेर्दा त्यस्तै आया। ल दुई शब्द भन्न छ भने भन। सिक्न मन थियो, एउटा थ्रेडिङ र मेकअप। त्यो अहिले उति छोड्नु नि यहाँ ब्लगमा आइरह। म त जान्थेछु सोध्नु। दुई शब्द यहाँ ब्लग इन गर्नको लागि भनिदेऊ न। अब हामी घुमेर आइसक्यौँ होइन। गर्मी भयो, धेरै टाइम लगाएन, अलिअलि हेरेर आयौँ। अर्कोचोटिलाई पनि राखेको। थ्याङ्क यू सो मच फर वाचिङ आवर भिडियो और ब्लग है। यस्तै गरी माया गरिदिनु होला, साथ सपोर्ट गर्नु होला होइन। बेला बेलामा बिल्कुल ब्लग आउँदै गर्छ होइन। मिले एभ्रिडे भएन भने कहिलेकाहीँ आउँछ। साथ सपोर्ट गर्नु होला जतिखेर आए पनि। थ्याङ्क यू। यति भन्दै हामी चाहिँ बिदा हुन्छौँ। बाई 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 गरिदियो। बाई चुप्प गरिदियो।